हेलो नमस्ते सबैलाई। मैले चाहिँ आज इन्डोनेसिया चिकन फ्राई गराउन जाँदैछु। अनलाइनमा देखेको अनुसारले हर्दी अलिकति हाल्ने, चिकन पाउडर हाल्ने अनि नमक हाल्ने र यसलाई चाहिँ म्यारिनेट गरेर राखिदिने आधा घन्टा जति। अनि यसलाई अलिकति अदुवा पनि हाल्ने, रस टेस्टको लागि अदुवा हाल्ने अनि लेमन ग्रास बसाउनको लागि लेमन ग्रास हालेर चाहिँ एकैछिन उसिन्न बसाल्दिने, बोइल गरिदिने अलिकति पानीमा पाकुन्जेल बोइल गरिदिने। अनि यो लेमन ग्रास चाहिँ बास्नाको लागि हालेको, टेस्ट पनि मिठो हुन्छ त्यो हाल्दाखेरि। अनि एकैछिन मेरो चाहिँ बोइल भएर पास हुन थाल्यो र मैले निकालेँ यसलाई। अनि अब यसलाई फ्राई गर्नुपर्छ, यसमा धेरै तेल लाग्दैन किनकि यो पाकिसकेको हुनाले त्यस्तै पकाउनु, त्यस्तै तार्नु पनि पर्दैन। गर्दाखेरि तेल हालेर अलिकति प्यानमा फ्राई गर्दै अनि यो चाहिँ एकदम उछिटिन्छ किनकि पाकिसकेको भएर हो, अलि उसिनेको हो नि त, त्यही भएर परपर भाग्नुपर्छ। म चाहिँ यतिको रातो बनाएँ अनि यो चाहिँ पास भयो। अनि मैले चाहिँ जस्तो देखाएको थियो भिडियोमा त्यस्तै बनाएको के अरे। यसमा चाहिँ अनि हरियो खुर्सानी र लसुन मजाले तार्नुपर्छ तेलमा, त्यही चिकन तारेको तेलमा हालेँ। अनि यसलाई कुट्नको लागि नुन, अलिकति चिकन पाउडर अनि लेमन यसमा टेस्टको लागि मजाले हालेर चाहिँ कुटेँ। मैले चाहिँ हालेको देखाउन भुलेछु भिडियो खिच्दाखेरि। अनि मैले चाहिँ यता माछा पनि तारेको थिएँ, साना माछा। अनि अहिले कुटेको चटनीलाई चाहिँ यसरी माथि चिकनलाई ठ्याट बनाएर चाहिँ राखेर चाहिँ चिकनमा दलेँ। अनि उता भात पनि रेडी भयो मेरोमा चाहिँ। अनि थालमा राखेर चाहिँ 1 पिस, हामी चाहिँ 3जना हुँदाखेरि 3 पिस बनाएको थिएँ। अनि मेरो चाहिँ खाना रेडी भयो। त्यसमा काँक्रा, लेमन माथिबाट गार्निस गरेँ पिनटहरू हालेर। हामी चाहिँ यस्तो बनाएर खायौँ, मेरो साथी बनाएर खाँदा हुन्छ सबै। घरमा आफै लाइमा देखो नयाँ नयाँ खाना बनायो, ट्राई गरौँ, खानु मिठै हुँदो रहेछ। नट ब्याड, नयाँ टेस्ट खाइयो आज।